नमस्कार। नेपाली कम्युनिस्ट पार्टी किन कमजोर भयो, किन चुनावमा चाहिँ एकदम कम सिट आयो र अबको योजना के हुनुपर्छ, म नेतृत्वलाई के सुझाव दिन चाहन्छु। एक गम्भीर आत्ममूल्याङ्कन गर्नुपर्छ। सबैभन्दा पहिले पार्टीले चुनावको परिणाम किन यस्तो आयो भन्ने गम्भीर समीक्षा गर्नुपर्छ। जनताले किन विश्वास कम गरे, कहाँ कमजोरी भयो, यदि इमान्दारीपूर्वक समीक्षा गरियो भने भविष्यको रणनीति बनाउन सजिलो हुन्छ। 2. नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ। अब आजको राजनीति युवामुखी बन्दै गएको छ। युवा नेतृत्वलाई अवसर नदिँदा धेरै पार्टीहरू कमजोर भएका छन्। त्यसैले पार्टीभित्र नयाँ पुस्तालाई जिम्मेवारी दिनु आवश्यक छ। 3. पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्छ। कम्युनिस्ट आन्दोलनको ठुलो कमजोरी भनेको आन्तरिक विवाद र गुटबन्दी हो। यदि पार्टी एकताबद्ध भएन भने जनतामा विश्वास निर्माण गर्न गाह्रो हुन्छ। 4. जनतासँग प्रत्यक्ष सम्बन्ध बढाउनुपर्छ। पार्टी नेता चुनावको समयमा मात्र जनतासँग पुग्ने प्रविधिलाई चाहिँ अब बदल्नुपर्छ। गाउँ, किसान, मजदुर, विद्यार्थीहरूसँग नियमित संवाद गर्नुपर्छ। 5. स्पष्ट नीति र विचार प्रस्तुत गर्नुपर्छ। कम्युनिस्ट पार्टीको मुख्य शक्ति भनेको विचारधारा हो। आजको समयमा समाजवाद, आर्थिक समानता र सामाजिक न्यायबारे स्पष्ट नीति जनतालाई बुझाउनुपर्छ। 6. गाउँ केन्द्रित राजनीति बलियो बनाउनुपर्छ। नेपालका धेरै मतदाताहरू अझै गाउँमै छन्। कृषि, स्थानीय उद्योग र गाउँको विकासका मुद्दालाई प्राथमिकता दिनुपर्छ। 7. सङ्गठन पुनर्निर्माण गर्नुपर्छ। पार्टीको शक्ति केवल नेतामा होइन, सङ्गठनमा हुन्छ। वडा, गाउँ, जिल्ला स्तरसम्म सक्रिय सङ्गठन निर्माण गर्नुपर्छ। 8. भ्रष्टाचार विरुद्ध स्पष्ट अभियान चलाउनुपर्छ। आजको जनताको सबैभन्दा ठुलो अपेक्षा साफ र पारदर्शी राजनीति हो। यदि पार्टीले भ्रष्टाचार विरुद्ध स्पष्ट र कडा अभियान चलायो भने जनताको विश्वास फर्किन सक्छ। 9. आधुनिक सञ्चार माध्यम प्रयोग गर्नुपर्छ। आजको राजनीतिमा सामाजिक सञ्जालको प्रभाव धेरै छ। युवा पुस्तासँग जोडिन डिजिटल अभियान, सामाजिक सञ्जाल र नयाँ सञ्चार माध्यम प्रयोग गर्नुपर्छ। 10. दीर्घकालीन राजनीतिक योजना बनाउनुपर्छ। राजनीति केवल एउटा चुनाव जित्ने खेल होइन। 10-15 वर्षको दीर्घकालीन रणनीति बनाएर पार्टीलाई पुनः बलियो बनाउने योजना आवश्यक हुन्छ। निष्कर्ष, हाम्रो पार्टीले अहिले 15 सिट जित्नु हार जस्तो देखिए पनि यो नयाँ सुरुवातको अवसर पनि हुन सक्छ। यदि नेतृत्वले आत्ममूल्याङ्कन, सङ्गठन सुधार र जनतासँग नजिक हुने नीति अपनायो भने भविष्यमा पार्टी फेरि बलियो पनि हुन सक्छ। धन्यवाद, नमस्कार। र तपाईँलाई यो भिडियोहरू मनपर्छ भने लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला र कमेन्टमा आफ्ना सुझाव पनि व्यक्त गर्न नबिर्सिनुहोला। धन्यवाद, नमस्कार।